After long way अनि हाम्रो एकदम सिधै 3 गरी भइसक्यो सो एकछिन चाहिँ आज चाहिँ हामीहरू एकदम घुमघाम गर्न लागेको सो अनि रुम गएर चाहिँ यस्तो छ अहिले यो चाहिँ मेरो सुन्छौँ यो चाहिँ अहिले अब यो चाहिँ गाई भ्यायो यो चाहिँ यहाँ त्यसरी जान्छौँ अनि यो चाहिँ युनिभर्सिटीबाट आएको हामीभन्दा सिनियर ब्याच आदर गर्नुपर्छ त यिनीहरूले आदर गर्नुपर्छ यिनीहरूले ओ ब्याचलर फर्स्ट इयर कति भ्यायो यिनीहरूले सेकेन्ड इयर अनि मैले भिडियो एडिट गर्ने ठाउँ चाहिँ यो हो हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ मैले भिडियो एडिट गर्छ अनि यो अहिले अन हुन्छ अहिले यहाँ चाहिँ कति फोन छ एउटा दुईवटा यो छाता अलिअलि जाने हो ए चारवटा दानी हो दामी धेरै भन्नु यो ल्यापटप चाहिँ उसको हो यो फोन नि उसको यो फोन नि उसको यो चाहिँ अब मेरो साथीको मैले राख्न दिएको मसँग सायद एउटै पर्दै फोन छ यो धानी हो त यो एउटा दुईवटा तिनवटा हातमा एउटा चारवटा यो धानी हो यो केटो छ नि अम्बानीको छोरो सो अब त्यो चाहिँ भन्दै अब अहिले चाहिँ हामीहरू त्यहाँ एउटा खतरा डेस्टिनेसनमा जान लागेको छौँ त्यो चाहिँ हामी एकदम सिधै अब रिफ्रेसमेन्टको लागि अब केही घुमघाम अब हाम्रो छुट्टी छ कति दिन एक हप्ता कि 13 दिन जति छुट्टी छ अब त्यो बेला के गर्छन् सो अब अहिले चाहिँ हामीहरू सबै तयार गरी भएछ सो अब लुगा थोरै लाउने छ अनि अब त्यसै नै जान्छु सो अब त्यहाँ बाटोमा भेट्छु अनि त्यहाँ कसो हुन्छ अनि डेस्टिनेसन चाहिँ अहिले सिक्रेट हो भरे त्यहाँ पुगेपछि भन्छु ल सो लेट्स गो केटा बेबी लेट्स गो ल केटाहरू जाँदैछ है ओ कोरियन फोजा ला खाइ मिल्छ त कोरियन फोजा डोदु त के चिज ओ थोङै दे दादा हो अब केटाहरू यस्तो मजाले जाने रहेछ अब त्यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यो आजको स्पोन्सर हेर्न सक्नुहुन्छ केटाहरू अब हाम्रो आफ्नै बाटोतिर लागे अब केटाहरू यहाँ मजाले पुगिरहेको छ अब केटाहरू यो हेर्न सक्नुहुन्छ हाम्रो यो नाम्डोको वान एन्ड ओन्ली हिरो हेर्दा हिरोको क्याप लाउने तरिका नै हेर्नु सो अब कुनै साथी चाहिँ अगाडि गइरहेछ सो लाइक सब्सक्राइब उल्टो पारेर गर्नु ल यो मेरो यो झोलामा आछु मुनि लाउने त्यस्तो छ सो अनि खानेकुराहरू सबै अब केटाहरूले भोगिरहेछ ए मनी ब्याङ्क यहाँभित्र चाहिँ के छ भने खतरा चिज छ तपाईँहरू भरे त्यहाँ पुगेपछि देखिन्छ सो अहिलेको कमेन्ट गर्नु न त्यहाँ यस्तो पामेको मौसम चाहिँ यस्तो छ कस्तो रमाइलो एकदम गर्मी भएछ तर अत्यन्तै गर्मी आकाशको निलो अनि हामी त्यो झरनमा जान आँटेको यस्तो अब जस्तो छ त्यस्तै गर्नुपर्छ नि है केटाहरू त्यही ऊ जस्तो अब जस्तो छ त्यस्तो गर्नुपर्छ नि यहाँ फलफुल किन्दैछ केटाहरू हाम्रो एकाउन्टेन्ट केटाहरू यो केटा भागेर आएर अब अझै एकछिन त्यहाँ सादा पर्खिन लागेको यहाँ हजुर सो अब साथीहरू त्यहाँबाट आउँदैछ होला हामीतिर चाहिँ एकदम छिटो भागेर आएको है अहिले साथीहरूले खेलेर बस्छु यस्तो बबल देखिरहेछ केटाहरू आकाश निलो मान्दिलो ये गाइस हामी यहाँ पुगिसक्यो अब झलझलीको पार्ट 2 टिजर हो झलझली
हो खतरा छ यहाँबाट। अब यहाँबाट केही जानुपर्छ यहाँबाट यसो मजाले। अहिले हामी यहाँ रेस्ट गरिरहेको छौँ। कार जानु चाहिँ टाढा छ। अब मेरो खरबुजा चाहिँ त्यहाँ छ। अब वाउ यहाँबाट भ्यू खतरा देखिन्छ केटाहरू। अच्छु मागे लन्डा। अनि यहाँबाट यस्तो खतरा छ भ्यू। कुनै साथीहरू त्यहाँ रेस्ट गर्दैछ। हो यस्तो मजाको छ। अब केटाहरू नुहाउन लागेको छ। अनि जल्दी भनेर त्यहाँ यसो टक्क भनेर लेखिरहेको छ। अनि यहाँबाट पहिला हामीहरू फर्स्ट टाइम आउँदाखेरि के यहाँबाट सिधै नगएर बाटो नचिनेर एकदम यहाँ माथि गएर आमा त्यहाँ माथि कहाँ पुग्यो हामी। अनि त्यसैले अब अहिले हामीहरू बाटो कहाँबाट जान्छ सबै त्यो थाहा भएर अब हामीहरू एकदम चलाक भएर के निन्जा टेक्निक हानेर हामीले अब यहाँबाट जानुपर्छ भनेर हामीले पत्ता भइसक्यो नि। अब यहीँबाट जानुपर्छ कि अनि छिटो पुगिन्छ नि। सो त्यसैले अब हामीलाई थाहा छ। अहिले यहाँ एकछिन रेस्ट बसेको। सो वान थिङ इज दे एकदम फोहोर फालेको छ कि यहाँ मान्छेहरू आएर। त्यो चाहिँ नगरिदिनु होला। अनि अरू सबै त ठिक छ। अब नेचर भनेको यस्तै हुन्छ। सो यहाँ चाहिँ ऊ नुहाउँदैछ अहिले मेरो साथी। किनभने भरे त्यो ठुलो यति आउने पानीमा ऊ नुहाउन सक्दैन नि। अब त्यसैले अब यो यहाँ अझ मजा लिन दिएको। अब भरे यति पानी आउनेमा नुहाउनाले हामी जस्तो कि अहिले हुनुपर्छ नि। अहिले ऊ भरे नुहाउनु सकेन फेरि डुब्छ। अनि फेरि के त्यो भएर चाहिँ हामीले एकदम ताना पुग्छ कि। सो त्यसैले अब उसले यहाँ नुहाउन दिएको एकछिन मजाको लागि यहाँ नुहाउन दिएको। नुहाउनु एकदम मजाले नुहाउनु चिन्ता गर्नु पर्दैन। सो अब यो भोगेर म जान्छु केटाहरू। अब केटाहरू नै आइभएछ एकदम। Heading off to Party Waterfall. Where the pillar? अब यहाँबाट पुग्यो गएपछि अब पुग्छ त्यहाँ केटाहरू। मेरो हातमा एउटा मात्रै फलफुल छ। त्यसको हातमा चप्पल छ, छाता छ, मैले पान ल्याएछ काट्टु हेर्न सक्नुहुन्छ। अब यहाँबाट गएछ अच्छा यहाँ लेखेको छ दाइ 5 मिनट जल्दी भनेर। अब यहाँ पहिला पनि एकचोटि गएपछि चाहिँ त्यसैले हामीहरूले अब यहाँ कसरी जान्छ भनेर बाटो थाहा हुन्छ नि। सो त्यसैले हामीले सजिलो हुन्छ। सो त्यही कारणले नै हामीलाई सजिलो भएको। यहाँ बाटो पनि यस्तो छ अलि किनभने अब न्यु समर हुँदैछ नि। अब गर्मी मौसम भएर अब केटाहरूले पनि तनाव भइरहेछ। सिस्नुले बस्ने त्यसो भइरहेछ। ओए घर छिरे ओए सो हाम्रो पोटरजीले अलि दुःख पारेको छ। सो सबै सहयोग गरिदिनु होला। अब चप्पलको व्यवस्था भयो। खाएपछि त्यो वाक छ कि वाक छ चुप्पा आउँछ। छोटो जाऊँ न छोटो गाइस अब नजिकै पुगिसक्यो। सो एकदम मजा आइरहेछ। मेरो हातमा फेरि चेन्ज भइसक्यो। कारा छ मेरो हात केटाहरू। अब यहीँ आइसक्यो। अब यहाँ माथि गएपछि अब झरना देख्न सकिन्छ। अब मेरो साथी चाहिँ एकदम तान मन लाएर कि हामीले चाहेको सामान सबै मेरो साथीले बोकिरहेछ तान मन लाएर है। सो यस्तो छ एकदम मजा छ त्यहाँ माथि हो जल्दी अब त्यो पुग्न। अब यहाँबाट जसरी गए नि हुन्छ कि यहाँबाट गए नि हुन्छ त्यहाँबाट गए नि हुन्छ। सो इट्स अप टु यु। यहाँबाट जाऊँ न सजिलो हुन्छ कि तिमीलाई सामानहरू त्यो नभएर। अब नजिकैको कार्तिकालाई हेर्न सक्नुहुन्छ। हाम्रो साथी यहाँ छ। हाम्रो सामान बोक्ने एकदम तनमन लगाएर आइरहेछ नि। सो अनि नजिक पुगिसक्यो। अब एकदम मन खुसी भएको छ। आजदेखि यस्तो हतारमा आएको छ। सो जति छिटो यदि 12 बजेतिर हामी घुम्बाबाट आएपछि एकदम गर्मी हुन्छ नि। अब घामले पोल्छ नि। अब हामीहरूको चढ्न पनि गाह्रो हुन्छ नि। सो त्यसैले अब हामी छिट्टै निस्केको। सो ठिकै टाइम भयो। अब मान्छे पनि धेरै छैन। मजा गर्ने खाना पकाउने मासु खाने ल्याम। सो बाटो चाहिँ एकदम राम्रो बनाएछ। पहिला हामीहरू यहाँबाट यसरी यहाँबाट जान्थ्यो भने अहिले यहाँ यसरी
यस्तो जाने ठाउँको बाटो बनाइदिएछ एकदम राम्रो लाग्यो। सो तर एउटा कुरा चाहिँ कुनैमा एकदम फोहोरहरू फाल्दैछ। सो त्यो चाहिँ नगरिदिनु होला। सो द्याट्स इट। सो अहिले त्यहाँ पुगेपछि एकदम खतराको भ्यू देखिन्छ। सो त्यही नै हो। अब अब साथीहरू त पुगिसक्यो अनि त्यसलाई मात्रै एकदम 2 मिनटको घर छ। अब यहाँबाट सुनसान द्याट्स कल नेचर फेरि यहाँ टोइलेटको पनि व्यवस्था मिलाइदिएछ। एकदम राम्रो लाग्यो मलाई। सो हामी मात्र रहेछ जस्तो छ। वी आर द फास्ट जस्तो छ। द्याट्स इट। फाइनली आइपुग्यो अब झर्ना। वाह लेट्स लुक एट दिस। केटाहरू नयाँ बनिसकेको छ आउनु सुरु भएछ। त्यस्तो मजाको छ। वाह अब यहाँबाट यस्तो नआएर अब आउनुपर्ने अब खाना खाने बेतालो भयो। यहाँ चाहिँ उठाएर एकदम यस्तो मजाले नआएर रहेछ। अब त्यहाँ नआएर केटाहरू एकदम यस्तो फर्किँदैछ किनकि त्यहाँ धेरै मान्छे आउँछ नि। सो त्यसैले त्यहाँ खाना बनाउन अलिक गाह्रो हुन्छ। सो त्यसैले त्यहाँ गएर खाना बनाउने अनि त्यहीँ खाने। अब केटाहरू चाहिँ एकदम अगाडि गइसकेको छ। हामी दुईवटा मात्रै पछाडि बढेछ हो। ओए That's cool, that's cool, that's cool. केटाहरू यो दार बनाएर यसको यस्तो Wow, wow, Vijay, congratulations, great, successful person. Thank you, sir. Good. ओ कुकुरे के दार Shoot, कैसा चले पूरा? यस्तो साह्रो छ Jadi kuah juice tu na pepa me depan tu au kasim. Juice चिमो चिमो juice kan juice यहाँ हेर juice. Itu amu यहाँ देता यहाँ. वाओ ओए केटाहरू गाग्रा खान गाग्रा रे वाटरमेलन साह्रै छ ओए। यसको जुसी हेर ओए लोकल जुसी आयो म अब ज्वाला त्यो बेजे। सो हाम्रो कुक सब भरे स्यालेरी पाउँछ त स्यालेरी हो। अब हाम्रो यस्तो व्यवस्था छ। सो अब त्यहाँ झरना हेर्नको लागि धेरै मान्छे आउँदैछ। सो अब होटलतिर खाना हो। Bro, eat this one. Local होता है बैंक चोट. ओए त्यो कस्तो मान्छे छ। Sorry, goni. How serious? Niga, open this shit, yeah. You know some music outside the door. हाँ मम्मी जो मेरी sorry. Papa, you send it. Open this shit, yeah. सो अब खतरा छ कि खतरा। ये माचे तेरे चलो कल गाड़ो लोग मालो त्यहाँबाट पनि पानी आउँदैछ। अहिले हाम्रो यहाँ खाना चाहिँ त्यो हुँदैछ।
केहीको कारण अब म के यहाँ रेस्ट गरेर हुन्छु भन्नाले यदि यहाँमा यस्तो पानी आउँदैछ हेर्न सक्नुहुन्छ तपाईँहरूले अर ए उसो पहिला पनि एकचोटि आएको काटी भन्नुभयो पहिला आएको वा यहाँ पानी आएको छ यसो पानी आउँछ नि अनि यहाँ हाम्रो साथीको चट्टी राति सुकाइदिएको छ अनि यस्तो हुन्छ नि यहाँमा झलझलीको ट्रेलर हेर्न सक्नुहुन्छ क्या तपाईँहरूले ट्रेलर झलझली कस्तो हुन्छ भनेर सो त्यो चाहिँ यही जस्तो हुन्छ माथिबाट पानी आएको अनि त्यहाँ यति झद्रो नै नुहाउने ठाउँ अनि त्यस्तै हुन्छ अब त्यहाँ धेरै मान्छे भएर अनि हामीहरू यहाँ आएको भन्नाले यहाँ खाना खानु सजिलो हुन्छ नि त्यहाँ धेरै मान्छे भएर अब त्यसैले अनि यहाँ आएको अनि अहिले म यसो घुमघाम गरेको किनभने साथीहरू खाना बनाउँदैछ सो अब नुहाउनु त नुहाएको थियो अब फेरि अहिले भरे यहाँ नुहाउँछ होला एक दुई थोरै पानीमा खुट्टा हाल्ने त्यसो गरेर अनि आजको दिन त मस्त गरिरहेको छ एकदम मजाले साथीहरूसँग अनि अहिले खाना बनाउनु छ खाना हेर्नु मटन दिन थोरै खायो अहिले मैले एकदम बोलाएर यो अब बाटोमा पानी परेको अवस्था परेछ एकदम गहिरो सम्बन्ध टुटेको छ हाम्रो मौसम र हाम्रो गहिरो सम्बन्ध चाहिँ टुटेको छ अब के गर्ने है साथीहरू पानी परेछ अचानक अब यसरी छाता लगाएर हिँड्नुपर्छ अब त्यहाँ त एउटा चिया खाने ठाउँमा पसेर अब बस्नु पऱ्यो एकछिन अब फाइनली पुग्यो हेर्न सक्नुहुन्छ यस्तो पुगेछ अब फेरि त्यहाँ ताला लगाइदिएछ यो जिन्दगीको गोरेटामा के गर्नुपर्ने रहेछ कि फेरि यहाँ ताला लगाइदिएछ कस्तो खोल्दैन मैले ताला ओए अब पुग्यो बाटोमा पानी परेर पक्कै भने नि त्यसले पानी पऱ्यो त्यहाँ चापियो अनि फेरि बसले कुद्यो बसलाई कुद्दा अनि बस आयो बसमा पनि यस्तो प्याक छ मान्छे आमा सबै एकाअर्काले टाँसेर बस्नुपर्छ सो फाइनली पुग्यो अनि आजको दिन चाहिँ एकदम मजा भयो अनि तपाईँहरूले पनि जानु मन लाग्छ पनि गए हुन्छ अनि अहिले चाहिँ पानी राम्रै आएको छ अनि भन्नाले के भन्नु भने तपाईँहरू एकदम जानुहुन्छ भने बिहानको 10 बजे 9-10तिर गए एकदम ठिकैको हो यहाँदेखि 9-10 जग्गादेखि गएपछि त्यहाँमा 11 भन्नाले 11:30 कि त 12तिर पुग्छ अनि 11देखि 12सम्म कि त 12 पुगेपछि 12देखि 1सम्म नुहाउने खेल्ने गर्ने अनि 11:30 पुगेपछि 11:30बाट 12सम्म नुहाउने खेल्ने गर्ने अनि आफूले लिएको खानाहरू खाने त्यस्तो गए एकदम मजा हुन्छ अनि मौसम पनि ठिकै हुन्छ आज हाम्रो मौसम यता जाँदा उता जाँदाखेरि एकदम ठिकै राम्रै थियो अनि अब हामीले एकदम छिटो भन्नाले अलिक फर्किने चाहिँ ढिलो गरेर यस्तो लास्टमा पानी पऱ्यो यस्तो भन्नाले अब हामीहरू पुग्न लागेछ सो त्यसै पुग्न लागे बित्तिकै पानी पऱ्यो अनि त्यहीँ बस्यो अनि राम्रै रहेछ पहिला पनि एकचोटि गएर अनि अहिले पनि एकदम भएछ साथीहरूसँग अनि त्यही नै हो अनि आजको भिडियो चाहिँ यही अन्तिम गर्न चाहन्छु सो तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला कमेन्टमा सो आई होप तपाईँहरूले राम्रो लाग्यो होला सो द्याट्स इट फर टुडे एन्ड बाई बाई गाइज